हेलो नमस्कार सम्पूर्णमा सबैजना आरामै हुनुहुन्छ होला हैन। आशा गरेको छु सबैजना आरामै हुनुहुन्छ भन्ने र म पनि यहाँ आरामै छु। र आज चाहिँ हामीले मकै छरिसकेको छौँ हैन। आज बिहानै आएको बाबा र म चाहिँ बारीमा मकै छर्न र मकै छरिसक्यौँ। अहिले लगभग दिउँसोको चाहिँ 11 बज्दै लागेको छ। अब चाहिँ हामी घर जान लागेको भन्दा पनि बाबाको चाहिँ यहाँ थोरै काम छ अरे र म चाहिँ घर जान लागेको किनभने आज मैले घर गएर खाना तरकारी पनि बनाउनु पर्ने हुन्छ र बिहानै खाना त बनाएर आएको छु। अब गएर सब्जी बनाउनु पर्ने हुन्छ। बाबालाई पनि भोक लागिसक्यो होला हैन। र मैले खाना तरकारी बनाउनु पर्थेन। मम्मी र नाना चाहिँ उता आज अर्को गाउँतिर जानुभएको छ कि दिपमतिर विशेष काम परेको हुनाले गर्दा चाहिँ जानुभएको छ। आज सबै काम चाहिँ मैले भ्याउनु पर्ने हुन्छ हैन। यो जङ्गल चाहिँ मलाई एकदमै राम्रो लाग्यो के हैन। अब खासै गाउँ बस्न पाइन्न नि त, त्यही भएर जङ्गलहरू यो रुखहरू यो वन जङ्गलहरू एकदमै प्यारो लाग्ने गर्छ क्या। त्यही भएको कारणले गर्दा होला। र फाइनली हामीले चाहिँ अब मकै छरिसकेको छौँ हैन। अब मैले भिडियो यहीँ बन्द गर्छु। अब चाहिँ म घर पनि जाने पर्ने हुन्छ। म घर जान्छु। अब अर्को भिडियोमा फेरि सामु आउनेछु। अहिलेको लागि चाहिँ बाई बाई साथीहरू सबैजनालाई।